नमस्कार, यथार्थ खबरमा तपाईहरुलाई स्वागत छ। आज दिनभरिका घटनाका साथ यहाँहरुमाझ उपस्थित भइसकेको छु। सुरु गरौं आज दिनभरिका समाचारका शीर्षकहरुबाट। बालेनको राजीनामाबारे कार्यपालिकामा सुनिताले दिइन् जानकारी, धन्यवाद प्रस्ताव पारित। मध्यमार्गी हुँदा पार्टीभित्र दबाव झेलिरहेको छु, शेखर कोइराला। राति 12 बजेदेखि निर्वाचन आचार संहिता लागू हुने। धरानमा बस दुर्घटना हुँदा 5 को मृत्यु, 13 जना घाइते। पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित। धरानका मेयर हर्क सम्पाङले दिए राजीनामा। कञ्चनपुर 1 र बजाङमा एमालेको उम्मेद्वार फेरिए। डडेलधुरामा निर्वाचन कार्यालय परिसरमा प्रदर्शन। प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारी बीच छलफल। गाजा शान्ति प्रक्रिया, ट्रम्प प्रशासनले गरेका नियुक्ति प्रति इजरायल र प्यालेस्टाइनीद्वारा आलोचना। शेयर बजार 31 अङ्कले बढ्यो, 8 अर्ब रुपियाँ भन्दा धेरैको कारोबार। काठमाडौँका खोला किनारबाट 20 मिटर छाड्नुपर्ने मापदण्ड सर्वोच्चले उल्टायो। चुनाव लड्ने बारे अहिलेसम्म निर्णय लिएको छैन, सञ्चार मन्त्री खरेल। वीर अस्पतालको आकस्मिक कक्ष 55 शय्यामा विस्तार। दर्शकबिन, तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै ताजा समाचारका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला।